अब गएर सिँढीको भाग, सिँढीको मुनिको भाग। अब त्यहाँबाट सिधै गएर टोयलेट। अब किचन हेर्नुहोस् है साथीहरू, मेरो कस्तो लाग्छ, केमा कमी छ यसो भनिदिनु होला। ल अब म त यहाँ अलिकति खाजा बनाउनु पनि स्टार्ट गरि पो हालेँ। अब गएर चाहिँ त्यहाँ स्टोर रुम एकदम ठुलो छ क्या हाम्रो। त्यहाँबाट गयो माथि। जाँदा जाँदै अब माथिल्लो तलामा पनि एउटा फ्यामिली सिटिङ रुम छ। यो चाहिँ सिटिङ रुम हो माथिल्लो तलामा। यो चाहिँ हाम्रो यहाँबाट झ्याल खोलेर बाहिर अलिकति बरन्डा छ सानो, चिटिक्क परेको। हावा खान ओर्न सजिलो छ यो सिटिङ रुमबाट। त्यहाँबाट बेडरुम, यो चाहिँ हाम्रो रुम। हाम्रो रुम साथीहरू। यहाँबाट चाहिँ हेर्नु पुरा पर बाटोहरू पनि